मनी हाइस्टको अर्को सिजन आएछ नि तपाईले हेर्नुभयो त्यस्तो मनी हाइस्टसँग यस बेरोजगारहरूले मात्रै हो पढ्ने गर पढ्नुपर्छ होइन यो केटाहरू के साह्रो हो जतिखेर पनि जो पनि मनी हाइस्ट हेरिस मनी हाइस्ट भन्छ म पनि आजदेखि सुरु हान्थेँ कि क्या हो एक एपिसोड कस्तो चाहिँ रहेछ लक्का सन्दीप पापे पक्रिनु भयो यसलाई त कस्तो बेलामा सकाइदियो यार फेरि अर्को सिजन हेर्नुपर्छ डाउन गरिहाल्छ कन्जा उठ 5 बजिसक्यो ए बिहानको 5 बजिसक्यो मनी वाक जाने होइन तपाईँ मर्निङ वाक जाँदै गर्नु म होस्टेजेसहरूलाई टोयलेट गएर आउँछु होइन के भन्छ यो ए के होइन क्या म टोयलेट गएर आउँछु Unamattina sola sato oh bella ciao una mattina Bella ciao दादा यो प्लान कस्तो छ प्लान एकदम बवाल छ प्लान धेरै गाह्रो छ तर असम्भव छैन वेलकम टु छिमेकीको बारी जब तिमीहरू सबै त्यो बारीभित्र पसेर काँक्राहरू बटुल्ने छौ तब त्यो छिमेकीले त्यहाँ खचाङखुचुङ आवाज सुन्नेछ त्यो छिमेकीलाई म बाहिरबाट भट्काउने कोसिस गर्छु र तिमीहरूले त्यो सबै काँक्रा बटुलेर 2 नम्बर काँक्राको फेदमुनि 3 फिट गहिरो सुरुङ खनेर सबै काँक्रालाई त्यहाँबाट बाहिर निकाल्नेछौ त्यसपछि काँक्रा ट्रकमा जान्छ हरेक काँक्राको मूल्य ब्ल्याक मार्केटमा 2 करोड रुपियाँ छ 2 करोड रुपियाँ त्यसैले भन झापा तिम्रो के प्रश्न छ सर अनि त्यो त्यस्तो काँक्राको त्यो भित्र चाहिँ के छ त्यस्तो त्यो काँक्राको भित्र अस्ति झरेको उल्काको टुक्रा टाक्री त्यो काँक्राभित्र पसेको छ अनि सर त्यो उल्काकोमा के धातु छ यहाँ तिम्रो कानमा भन्छ I don't care